सो हेलो एभ्रीबडी आज चाहिँ हामी पढ्न गइरहेको छौँ मार्कअप चेनको बारेमा सिमुलेसन मोडलिङको लेसन 5 है मार्कअप चेन पढ्नुभन्दा अगाडि हामीलाई मार्कअप चेनको अलिकति डेफिनेसन थाहा भएको राम्रो हो होइन मार्कअप चेन भनेको के हो त भन्दाखेरि एउटा मार्कअप प्रोसेस हो जसले चाहिँ के फलो गर्छ त भन्दाखेरि मार्कअप प्रपर्टीलाई फलो गर्छ भनेर भनेको छ अब मार्कअप प्रोसेस भनेको के हो र मार्कअप प्रपर्टी भनेको के हो त्यो थाहा हुनु पर्यो होइन अहिलेको लागि हामी के थाहा पाउँ त भन्दाखेरि मार्कअप प्रोसेस भनेको के हो भनेर थाहा पाउँ प्रोसेस भनेको हामीलाई थाहा छँदैछ होइन एउटा कन्डिसनबाट अर्को कन्डिसनमा केही कुरा मुभ भइरहेछ भने होइन एउटा सर्टेन सिस्टममा एकपछि अर्को हुने कामलाई हामीले प्रोसेस भनिरहेको हुन्छौँ अब त्यसको अगाडि मार्कअप आइसकेपछि यो कसरी फरक हुन्छ त भन्दाखेरि मार्कअप भन्ने बित्तिकै के बुझाउँछ भन्दाखेरि मार्कअपले चाहिँ कुनै पनि एउटा फ्युचरको कुरा हामीलाई डिटरमाइन गर्नको लागि चाहिँ हाम्रो करेन्ट स्टेटले मात्रै डिटरमाइन गरिरहेको हुन्छ फ्युचरको कुरालाई नट अन द हिस्ट्री अफ द पास्ट भनेको एउटा के बुझ्नु पर्यो त भन्दाखेरि यो तिम्रो करेन्ट स्टेट छ यो तिम्रा फ्युचर स्टेट छन् र यी तिमीहरूका पास्ट स्टेट छन् भने यो हामीले यसलाई डिटरमाइन गर्ने यसको प्रोबेबिलिटी निकाल्न यो तिम्रो करेन्ट स्टेट मात्रै के हुने भयो त डिपेन्ड हुने भयो यो फ्युचर स्टेट निकाल्नको लागि नट अल दिस पास्ट स्टेट भनेर बुझ्नु पर्यो है त मार्कअप भन्ने बित्तिकै तिमीले के बुझ्नु पर्यो त भन्दाखेरि इट इज अ टाइप अफ प्रोसेस विच डिपेन्ड on only the current state, not on the history of the past state to determine the future state भनेको बुझ्यो के रहेछ त भन्दाखेरि मार्कअपमा प्रोसेसमा मार्कअप आइसकेपछि त्यो प्रोसेस त प्रोसेसै भयो होइन कुनै पनि एउटा सिस्टमको एकपछि आउने कुरो नै भयो तर यसमा तिमीले के चाहिँ बुझ्नु पर्यो त भन्दाखेरि मार्कअप आइसकेपछि हाम्रो फ्युचरको कुरालाई डिटरमाइन गर्नको लागि प्रेजेन्टले मात्रै डिपेन्ड गर्छ नट अफ द पास्ट पास्ट इज पास्ट भनेर सम्झिनु पर्यो क्या पास्ट इज पास्ट यो पास्टलाई बिर्सिदिउँ हामीले के गर्यौँ त करेन्ट स्टेटको थ्रुबाट फ्युचर स्टेटलाई डिटरमाइन गर्न सक्छौँ भने त्यसलाई हामीले मार्कअप प्रोसेस भन्न सक्छौँ है त अब यहाँबाट हामीले के लेख्न सक्यो त भन्दाखेरि मार्कअप चेन भनेको एउटा मार्कअप प्रोसेस हो मार्कअप प्रोसेस भनेको मैले बुझाइसकेँ साथसाथै मार्कअप प्रोसेस भनेको के पनि भयो त भन्दाखेरि डिस्क्रिट टाइम स्टोक्यास्टिक प्रोसेस भनेको छ डिस्क्रिट टाइम भनेको नट कन्टिन्युस भनेर बुझ्नु पर्यो मिनेट टु मिनेट आवर टु आवर त्यो निकाल्न सक्यो भने डिस्क्रिट टाइम स्टोक्यास्टिक प्रोसेस भन्ने बित्तिकै जसमा ऱ्यान्डम भेरिएबलहरू राखिएको हुन्छ होइन सेटिस्फाइङ दि मार्कअप प्रपर्टीको बारेमा अहिले एकछिनमा बुझ्छौँ र अब यतिबाट तिमीले के बुझ्न सक्यौ त भन्दाखेरि मार्कअप चेन भनेको एउटा टाइप अफ मार्कअप प्रोसेस रहेछ मार्कअप प्रोसेस भनेको एउटा डिस्क्रिट टाइम स्टोक्यास्टिक प्रोसेस हो जसले चाहिँ के फलो गर्ने भयो त मार्कअप प्रपर्टीलाई फलो गर्छ भने त्यसलाई हामीले के भन्न सक्छौँ त भन्दाखेरि मार्कअप चेन भनेर भन्न सक्छौँ अब एक्जाम्पलको लागि यहीँ हामीले हेर्न सक्यौँ होइन मार्कअप चेन क्यान बी रिप्रेजेन्टेड एज द डिरेक्टेड ग्राफ भनेको एउटा सर्टेन ग्राफ जसमा हामीले के राखेको हुन्छ त डिरेक्सन राखेको हुन्छ जस्तै यो एउटा डिरेक्सन भयो यहाँनिर एउटा डिरेक्सन भयो यिनीहरू भयो डिरेक्टेड ग्राफ होइन यसले के बुझाउँछ एदेखि एमा गइरहेछ यसले के बुझाइरहेछ एदेखि बीमा गइरहेछ कसरी बुझायो त भन्दाखेरि यही डिरेक्सनको कारणले सो कल्ड स्टेट डायग्राम पनि भन्ने स्टेट डायग्राम भनेको जसले चाहिँ डिफ्रेन्ट स्टेटहरू बुझाइरहेछ कुन स्टेटपट्टि कुन स्टेट भइरहेछ त्यो कुरो बुझाइरहेछ भने त्यसलाई हामीले के भन्न सक्यौँ स्टेट डायग्राम भनेर भन्न सक्यौँ वेयर इच नोड रिप्रेजेन्ट्स द स्टेट हरेक नोडले चाहिँ के रिप्रेजेन्ट गरिरहेको छ स्टेट रिप्रेजेन्ट गरिरहेको छ र इच डिरेक्टेड एज रिप्रेजेन्ट्स ट्रान्जिसन बिट्विन द स्टेट लेबल विथ द ट्रान्जिसन प्रोबेबिलिटी भनेको यो एजेसहरू जुन हामीले ग्राफमा पढाएको थियौँ डिएससीहरूमा डिस्क्रिटहरूमा पढाएको छौँ नि त यो यिनीहरू एजेसले चाहिँ के बुझाइरहेको छ भन्दाखेरि दुईटा स्टेटको बिचमा भइरहेको ट्रान्जिसनलाई बुझाइरहेको छ साथसाथै के पनि दिइरहेको छ त भन्दाखेरि यहाँनिर भ्यालु दिइरहेछ यो भ्यालुलाई चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि ट्रान्जिसन प्रोबेबिलिटिज भनेर भन्न सक्छौँ है त एज एन एक्जाम्पल द टाइम स्पेन्ड बाई द जब इन द क्यू इज अ मार्कअप प्रोसेस while the number of jobs in the queue is called मार्कअप चेन भनेको केही कुराहरू पर्खेर बसिरहेछन् एकपछि अर्को आइरहेछन् भने त्यसलाई हामीले चेन भन्न सक्यौँ त्यही प्रोसेस होल सिस्टममा भइरहेको प्रोसेसलाई हामीले के भन्न सक्छौँ त मार्कअप प्रोसेस भनेर भन्न सक्छौँ अब यहाँ पनि त्यही कुरो लेखेको छ वी क्यान भ्यू स्टोक्यास्टिक प्रोसेस अब सिक्वेन्स अफ ऱ्यान्डम मैले अघि भने स्टोक्यास्टिक प्रोसेस भन्ने बित्तिकै हामीले लेसन 1 मा पनि पढाएको थियौँ होइन स्टोक्यास्टिक भनेको के हो त भन्दाखेरि जसमा ऱ्यान्डम भेरिएबलहरू इन्क्लुड भएको हुन्छ जस्तै यहाँनिर मल्टिपल स्टेटहरू छ x1 देखि x2 x3 x4 x5 x6 x7 छ अब यहाँ के लेखेको छ सपोज x7 डिपेन्ड्स ओन्ली अन दि x6 x6 डिपेन्ड्स ओन्ली अपन दि x5 x5 अन दि x4 एन्ड सो फर्थ इन जेनरल
जेनरलमा यो कुरो लेख्यौँ। अब यहाँनिर हेर्दाखेरि पनि के देख्यो त भन्दाखेरि यो तिम्रो एउटा स्टेट, अहिले एउटा स्टेट, दुईटा स्टेट छ भने यो x2 निकाल्नको लागि हामी केमा मात्रै डिपेन्ड भयौँ, x1 मा मात्रै डिपेन्ड भयौँ। x3 निकाल्नको लागि x2 मा मात्रै डिपेन्ड भयौँ। x4 निकाल्नको लागि x3 मा मात्रै डिपेन्ड भयौँ। होइन, अघिदेखि नै त्यही भनिरहेको छौँ। मार्कअप प्रोसेस भनेको फ्युचर स्टेट डिटरमाइन कसले गर्छ त भन्दाखेरि करेन्ट स्टेटले मात्रै गर्छ। पास्ट स्टेटहरू बाल्न दिने, मतलब पास्ट इज पास्ट, पास्टले चाहिँ डिटरमाइन गर्न सक्दैन भनेर बुझ्नु पर्यो। त्यसै गरेर मार्कअप चेनहरू किन पढ्ने त भन्दाखेरि जहाँनिर प्रोबेबिलिटी छ, जहाँनिर प्रेडिक्सनको कुरा छ, त्यहाँनिर अभियसली हामीले के युज गर्न सक्यौँ त भन्दाखेरि मार्कअप चेनहरू युज गर्न सक्छौँ। त्यही भएर मार्कअप चेनहरू हामीले एनालाइज ट्रेन्ड्सहरूलाई एनालाइज गर्नको लागि, फ्युचरहरू प्रेडिक्ट गर्नको, जस्तै वेदरको लागि भयो, होइन, स्टक मार्केटको लागि भयो, जेनेटिक्स, प्रडक्ट सक्सेस सेक्टरहरूको लागि चाहिँ हामीले मार्कअप चेन चाहिँ युज गर्न सक्छौँ। साथसाथै मार्कअप चेनहरू भनेको चाहिँ मेनी सेक्टर्स लाइक क्युइङ सिस्टम, मेडिकल डायग्नोसिसहरूमा पनि हामीले मार्कअप चेनलाई चाहिँ अप्लाई गर्न सक्छौँ भनेर बुझ्न सकिन्छ यहाँबाट। अब हामीले न्युमेरिकल गर्नुभन्दा अगाडि हामीलाई धेरै कुरा थाहा हुनुपर्छ। धेरै कुरामा के कुरा पर्छ त भन्दाखेरि ट्रान्जिसन म्याट्रिक्स भनेर भन्छ। ट्रान्जिसन म्याट्रिक्स भन्ने बित्तिकै तिमीले यहाँ टक्क टक्कमा हाइलाइट गरिदिन्छु, त्यही कुरा थाहा हुनु पर्यो। ट्रान्जिसन म्याट्रिक्स भनेको एउटा स्क्वायर म्याट्रिक्स। स्क्वायर म्याट्रिक्स भनेको के हो त भन्दाखेरि के हो स्क्वायर म्याट्रिक्स भने जसमा रो र कोलम इक्वल हुन्छ। जस्तै 2x2 म्याट्रिक्स भयो, होइन, जसमा 3x3 म्याट्रिक्स भयो। यसमा के छ, रो र कोलम चाहिँ के छ त, इक्वल छ। त्यस्तै टाइपका म्याट्रिक्सहरूलाई हामीले के भन्न सक्छौँ त भन्दाखेरि ट्रान्जिसन म्याट्रिक्स भनेर भन्न सक्छौँ। यहाँ लेखेको छ ट्रान्जिसन म्याट्रिक्स इज अ स्क्वायर म्याट्रिक्स द्याट रिप्रेजेन्ट्स द प्रोबेबिलिटी अफ ट्रान्जिसनिङ फ्रम वान स्टेट टु एनदर। जस्तै अघि हामीले के बनाएको थियौँ त भन्दाखेरि यसरी मल्टिपल स्टेटहरू बनाइरहेको थियौँ, होइन, एउटा स्टेटपछि अर्को स्टेटमा जाने। यसैलाई हामीले केमा म्याट्रिक्समा रिप्रेजेन्ट गर्यो भने त्यसलाई नै हामीले के भन्ने हो त, ट्रान्जिसन म्याट्रिक्स भनेर भन्ने हो, है त। इट प्रोभाइड्स अ कम्प्लिट डिस्क्रिप्सन अफ डाइनामिक्स अफ द मार्कअप चेन। त्यही मार्कअप चेनकै कम्प्लिट डाइनामिक्सलाई बुझाउने, कुन स्टेटपछि कुन स्टेट आइरहेको छ त्यो कुरो बुझाउने काम कसले गर्ने भयो, ट्रान्जिसन म्याट्रिक्सले गर्ने भयो भनेर, है त। यति कुरा बुझ्दा भइहाल्यो। यो आई र जे भनेको एन इन्टु एन भनेकै त्यही म्याट्रिक्सको डाइमेन्सन भइहाल्यो। त्यसमा भएका इलिमेन्टहरूलाई आई र जे, रो र कोलम्सलाई यसरी बुझाउन सकिन्छ, होइन। आई र जे भनेको आईबाट एउटा स्टेट छ भने जेबाट अर्को स्टेटमा जान्छ, त्यो कुरा बुझाउन सकिन्छ भनेर लेखेको छ। यति कुरा चाहिँ बुझ्नु पर्यो। ट्रान्जिसन म्याट्रिक्स भनेको सधैँ के हुन्छ, स्क्वायर म्याट्रिक्स हुन्छ। जुन ट्रान्जिसन प्रोबेबिलिटिज हामीले फाइनाइट स्टेट मेसिन अथवा ट्रान्जिसन डायग्राममा बनाउँछौँ, त्यही कुरालाई हामीले के गर्ने हो त, म्याट्रिक्समा लगेर देखाउने मात्रै हो ट्रान्जिसन म्याट्रिक्स भने। त्यति कुरो थाहा हुनु पर्यो। त्यसपछि अब ट्रान्जिसन म्याट्रिक्सका दुईटा प्रपर्टी हुन्छन्। यो पनि एक्जाममा भेरी इम्पोर्टेन्ट हो, सोधिरहेकै हुन्छ, होइन। ट्रान्जिसन म्याट्रिक्सको के हुन्छ त प्रपर्टिजहरू भएर एउटा भनेको नन नेगेटिभिटी, नामैमा छ नन नेगेटिभिटी भन्ने बित्तिकै नेगेटिभ हुनु भएन। हामीलाई दिएको जुन ट्रान्जिसन प्रोबेबिलिटिजहरू छ, प्रोबेबिलिटी भनेको कति, 0 देखि 1 सम्म त हो नि, होइन। हाम्रो जेनरली 100%ले कन्सिडर गर्दाखेरि हाम्रो के भयो त भन्दाखेरि 0 अथवा 1, 0 र 1 को बिचमा पर्ने सबै नम्बरहरू प्रोबेबिलिटी भयो, होइन। 0 भनेको 0 प्रोबेबिलिटी भयो, 1 भनेको कम्प्लिट पर्ने प्रोबेबिलिटी भयो भने भनिसकेपछि हाम्रो के हुनु भयो त भन्दाखेरि हामीलाई दिएको ट्रान्जिसन प्रोबेबिलिटी हरू चाहिँ 0 र 1 को बिचमा हुन्छ र त्यसलाई रिप्रेजेन्ट गर्दाखेरि पनि त्यो के को बिचमा हुने भयो, 0 र 1 को बिचमा हुने भयो। कुनै पनि हाम्रो के हुने भएन, नेगेटिभ हुने भएन भनेर यहाँबाट बुझ्न सक्यौँ। अर्को प्रपर्टी भनेको के हो त भन्दाखेरि रो सम प्रपर्टी भनेर भएको छ। रो सम प्रपर्टी भन्ने बित्तिकै रोको समको प्रपर्टी। रोको सम गर्दाखेरि के आउनु पर्यो त भन्दाखेरि 1 आउनु पर्यो। जस्तै हामीले 2x2 म्याट्रिक्स बनाएको छौँ, यहाँ 1 2 3 4। अब यो ट्रान्जिसन म्याट्रिक्स हो त होइन। किनकि हामीले रोलाई सम गर्दाखेरि के आएको छैन, 1 आएको छैन। अर्को त के पनि छैन भन्दाखेरि 0 र 1 को बिचमा पनि छैन। यो भइसकेपछि यसलाई हामीले के भन्न सकिएन, ट्रान्जिसन म्याट्रिक्स भनेर भन्न सकिएन। कस्तो टाइपलाई ट्रान्जिसन म्याट्रिक्स भन्न सकियो त भन्दाखेरि सपोज यहाँ 0.7 छ, यहाँनिर कति छ, 0.3 छ, यहाँ 0.2 छ र यहाँ 0.8 छ। अब यसले दुईटै प्रपर्टीलाई सेटिस्फाई गर्छ कि गर्दैन, गर्छ। कसरी गर्छ त भन्दाखेरि नन नेगेटिभिटी प्रपर्टीलाई कसरी सेटिस्फाई गर्यो, 0 र 1 को बिचमा पनि छ र के पनि छैन, नेगेटिभ पनि छैन भनिसकेपछि यो नन नेगेटिभिटी एउटा प्रपर्टी सेटिस्फाई भयो। सेकेन्ड प्रपर्टी भनेको रोको सम चाहिँ के हुनु पर्यो त भन्दाखेरि 1 हुनु पर्यो। रोको सम 1 छ कि छैन, 0.7 प्लस 0.3 भनेको कति भयो हाम्रो, 1 भयो। 0.8 प्लस 0.2 भनेको पनि कति भयो हाम्रो, 1 भयो। यसरी चाहिँ यसले के गर्यो त रो सम प्रपर्टीलाई पनि यसले
स्याटिस्फाई गर्यो। ट्रान्जिसन म्याट्रिक्सको दुईटा प्रपर्टी लेख्नु पर्यो भने एउटा तिमीले के लेख्नु पर्यो, नन नेगेटिभिटी लेख्नु पर्यो, अर्को भनेको रो सम प्रपर्टी भनेर लेख्नु पर्यो है त। अब यहाँ अर्को के इम्पोर्टेन्ट कुरा लेखेको छ भन्दाखेरि हेर है त, बाई टेकिङ दि पावर्स अफ दि ट्रान्जिसन म्याट्रिक्स, यही जुन तिमीले बनाएको ट्रान्जिसन म्याट्रिक्सको पावर लिएर चाहिँ हामीले के गर्न सक्छौँ अरे त भन्दाखेरि वी क्यान डिटरमाइन दि प्रोबेबिलिटिज अफ बिङ इन दि डिफ्रेन्ट स्टेट आफ्टर अ सर्टेन नम्बर अफ स्टेप्स। अघि डिस्क्रिट स्टेप्समा हामीले निकाल्छौँ भनेको थियो नि त होइन। त्यसै गरी अब जुन हामीले यो सपोज यो एस भन्ने एउटा हामीले के बनायौँ त ट्रान्जिसन प्रोबेबिलिटी बनायौँ भने एस स्क्वायरले 2 दिन पछाडिको कुरालाई दिने भयो होइन, एस क्युबले 3 दिन पछाडिकोलाई। यसरी चाहिँ के हुनसक्छ त भन्दाखेरि सर्टेन नम्बर अफ स्टेप्स पछि चाहिँ त्यो म्याट्रिक्स के हुन्छ भनेर थाहा पाउनु पर्यो भने चाहिँ, त्यो प्रोबेबिलिटी के हुन्छ भनेर थाहा पाउनु पर्यो भने चाहिँ हामीले त्यसको पावरहरू चाहिँ लिन सक्छौँ है त भनेर भनेको छ। यति कुरा चाहिँ तिमीलाई ट्रान्जिसन म्याट्रिक्सको बारेमा थाहा हुनु पर्यो। एक्जाम्पलको लागि हामीले यो पनि हेर्न सक्यौँ, अघि मैले एक्जाम्पल त्यही नै भने 0.4 0.3 0.3 जोड्दाखेरि कति आउँछ, 1 आउँछ भनेपछि यसले एउटा प्रपर्टी सेटिस्फाई गर्यो। अर्को भनेको 0 र 1 कै बिचमा छ, नेगेटिभ छैन भनिसकेपछि यो के भन्ने भयो, हाम्रो नन नेगेटिभिटी प्रपर्टीलाई पनि सेटिस्फाई गर्ने भयो। त्यही कुरा यहाँनिर लेखेको छ, तिमीहरूले हेर्न सक्छौ यसलाई। यहाँ एउटा मेन इम्पोर्टेन्ट कुरा चाहिँ के पनि लेखेको छ त भन्दाखेरि यसलाई हामीले रिप्रेजेन्ट गर्नको लागि जेनरली पी युज गर्छौँ होइन। अर्को कुरा यहाँनिर के लेखेको छ भन्दाखेरि यहाँ हेर है त, बाई रेजिङ द ट्रान्जिसन म्याट्रिक्स टु द हायर पावर, यही ट्रान्जिसन म्याट्रिक्सलाई हायर पावरमा रेज गरेर वी क्यान कम्प्युट द प्रोबेबिलिटिज अफ ट्रान्जिसनिङ बिट्विन द स्टेट्स ओभर दि मल्टिपल स्टेप्स भन्छ। मल्टिपल स्टेप्सहरूमा चाहिँ हामीले यसलाई हेर्न सक्छौँ। एक्जाम्पलको लागि पी स्क्वायरले के दिने भयो, यहाँनिर कति छ हाम्रो 2 छ भनेपछि यो कति स्टेप पछिको एन्सर आउँछ हाम्रो 2 स्टेप पछिको। त्यसै गरी 3 छ भने कति स्टेप पछाडि आउने भयो, 3 स्टेप पछाडिको कुराहरू पनि यहाँनिर आउन सक्ने भयो। अब वान अफ दि भेरी इम्पोर्टेन्ट कुरो भनेको एक्जाममा यो पनि सोधिरहेको हुन्छ, की फिचर्स अफ मार्कअप चेन। अब यत्रो बेर भइसकेपछि हामीलाई थाहा भइसक्यो मार्कअप चेन भनेको के हो भनेर। मार्कअप चेन इज अ सिक्वेन्स अफ ऱ्यान्डम एक्सपेरिमेन्ट द्याट सेटिस्फाई दि फलोइङ कन्डिसन। अघि जुन हामीले डेफिनेसनमा मार्कअप प्रपर्टी भनेर भनेको छौँ यही नै हो है, मार्कअप प्रपर्टी भनेर हामीले जुन डेफिनेसनमा पढाएको थियौँ यही हो होइन। मार्कअप प्रपर्टी 3टा छ, एउटा भनेको डिस्क्रिट स्टेट, अर्को भनेको मेमोरीलेस प्रपर्टी, अर्को भनेको स्टेसनरी प्रोबेबिलिटी। नामैबाट थाहा हुन्छ है यसको लागि हेर है। डिस्क्रिट स्टेट भन्ने बित्तिकै द एक्सपेरिमेन्ट हेभ अ फाइनाइट अर काउन्टेबल सेट अफ पोसिबल आउटकम विच आर कन्सिडर्ड एज दि डिस्क्रिट स्टेट भन्ने चाहिँ कुनै आवर टु आवर, मिनेट टु मिनेट अथवा डेज टु डेज निकाल्नु पर्यो भने त्यस्तो टाइममा हामीले के युज गर्न सक्छौँ, मार्कअप चेनलाई युज गर्न सक्छौँ भनेर सक्यो। अर्को भनेको मेमोरीलेस प्रपर्टी। मेमोरीलेस भनेपछि के हुने भयो भने यसमा मेमोरी हुने भएन। मेमोरी के को लागि चाहिन्छ हामीलाई, पास्टको होइन, पास्टको मेमोरी हट होला है फेरि यस्तो कुरा सुन्दाखेरि होइन। मेमोरीलेस प्रपर्टी भनेको के हो त भन्दाखेरि आउटकम अफ इच एक्सपेरिमेन्ट डिपेन्ड्स अन दि करेन्ट स्टेट एन्ड इज इन्डिपेन्डेन्ट अफ एनी प्रिभियस अर दि फ्युचर स्टेट। भनेको यो चाहिँ केमा मात्रै गर्ने भयो, अघिदेखि नै यही कुरा गरिरहेको छौँ है हामीले, करेन्ट स्टेटमा मात्रै डिपेन्ड गर्ने भयो। फ्युचर स्टेटको लागि अगाडिको अथवा प्रिभियस स्टेटहरूमा चाहिँ यो के गर्दैन, इन्डिपेन्डेन्ट हुन्छ भनेर है, पास्टको कुराहरू राख्दैन। त्यही भएर यसलाई मेमोरीलेस प्रपर्टी भनेर भन्न सक्यो। अर्को भनेको स्टेसनरी प्रपर्टी। स्टेसनरी भन्ने बित्तिकै के भन्दा चेन्ज नहुने कुरालाई हामीले स्टेसनरी भन्ने हो। एन्ड द प्रोबेबिलिटी अफ ट्रान्जिसनिङ फ्रम वान स्टेट टु एनदर रिमेन फिक्स्ड एन्ड डु नट चेन्ज ओभर द टाइम अर बिट्विन द कन्जिक्युटिभ ट्रान्जिसन भनेको जुन चाहिँ टाइमको साथमा चेन्ज पनि हुँदैन, सधैँ फिक्स हुन्छ होइन। जुन कुरो चेन्ज हुँदैन त्यसलाई नै त हामीले के गर्ने हो त, स्टेसनरी भन्ने हो नि त। भनेपछि एक्जाममा कहिलेकाहीँ सोध्यो वाट द की फिचर्स की प्रपर्टी अफ द मार्कअप चेन भनेर 3 मार्क्समा सोधिरहेको हुन्छ। त्यो भन्दाखेरि तिमीले मार्कअप चेनको डेफिनेसन लेख्थ्यौ, त्यसपछि 3टा प्रपर्टी। डिस्क्रिट स्टेट भनेको के हो त भन्दाखेरि जसमा फाइनाइट र काउन्टेबल सेट अफ पोसिबल आउटकम्सहरू हुनसक्छ, जसलाई हामीले डिस्क्रिट स्टेट भन्छौँ, त्यो भन्न सक्यो। मेमोरीलेस भनेको यसले पास्टको कुराहरू अथवा फ्युचरको कुरामा डिपेन्ड गर्ने भयो भने करेन्ट स्टेटले चाहिँ फ्युचर स्टेटलाई डिटरमाइन गर्न सक्ने भयो भनेर त्यो कुरा लेख्न सक्यो। अर्को भने स्टेसनरी प्रोबेबिलिटी, जुन हामीले ट्रान्जिसन प्रोबेबिलिटी दिएको छ त्यो चाहिँ फिक्स हुन्छ, चेन्ज हुँदैन भनेर भन्न सक्यो। अलिकति फास्ट भएको छ भने त्यो युट्युबको अप्सन युज गर्ने, त्यो 0.5x भन्ने अप्सनहरूलाई त्यहाँ अलिकति फास्ट बोल्ने बानी छ मेरो, आई एम सरी फर द्याट। न्युमेरिकल सल्भ गर्दाखेरि सुरुमा एफएसएम बनाउनु पर्छ। एफएसएम कसरी बनाउनु त भन्दाखेरि क्वेसनमै दिएको हुन्छ है त तिमीलाई। जस्तै रेनिङ टुडे र नट रेनिङ टुडे भनेपछि चाहिँ कतिवटा स्टेट हुने भयो, एउटा भनेको रेनिङ भन्ने स्टेट छ, अर्को भनेको नट रेनिङ स्टेट भन्ने छ होइन। भनेपछि यो के हुने भयो, 2टा स्टेट हुने भयो। अब हामीले हरेकचोटि पढ्दाखेरि एउटा एउटा कुरालाई मात्रै पढ्नु पर्यो। जस्तै अब अहिले यो तलको कुरालाई बिर्सिदिउँ एकछिनको लागि है त, यो तलको कुरालाई हामीले बिर्स्यौँ है त। यो कुरालाई बिर्सिँदाखेरि यो कुरालाई हेरौँ, रेनिङ टुडे भनेको 40% रेन टुमरो भनेपछि आज के भइरहेछ अरे त भन्दाखेरि रेन भइरहेछ अरे है त। यसरी स्टेट बनाएर राख। आज रेन भइरहेछ, भोलि पनि रेन हुनु भनेको यसैमा घुम्नु हो कि होइन, सेल्फ लुप हो कि होइन,
हो नि होइन भयो भोलि कति पर्सेन्ट रेन हुने भएछ 40%। अब प्रोबाबिलिटीमा लेख्दाखेरि कति भयो त्यो 0.4 भनेर लेख्यौँ। अर्को भनेको 60% नो रेन टुमरो। अब नो रेन भन्ने पनि स्टेट चाहियो नि त हामीले भनेपछि यहाँनिर के बनाउनु पर्यो नो रेन भनेर बनाउनु पर्यो होइन। अब नो रेन बनाउँदाखेरि कति पर्सेन्ट चाहिँ नो रेन आज के भइरहेछ पानी परिरहेछ यहाँदेखि हेर्नु पर्यो। भोलि के हुन्छ अरे भन्दाखेरि पानी पर्दैन अरे भनिसकेपछि यता जाँदा कति भयो हाम्रो 0.60 हुने भयो। यो काम सक्यो। हामीले कुन स्टेटबाट हेऱ्यौँ आज पानी परिरहेछ भन्ने कुराले हेऱ्यौँ। अब अर्को स्टेट के छ नट रेन टुडे भनेको छ हो नट रेन टुडे भनेको छ भनेपछि अब योबाट हेर्नु पर्यो नो रेन अनि के भएछ 20% रेन टुमरो। आज पानी परेको छैन भोलि कति पर्सेन्ट पर्छ अरे पानी 20% भएपछि यता जाँदा कति भयो हाम्रो 0.20। 80% नो रेन टुमरो आज पनि पानी परे होइन भोलि पनि पानी पर्दैन भन्ने प्रोबाबिलिटी भनेको सेल्फ लुप भयो भनेपछि कति भयो 0.80 भयो। यही कुरालाई यहाँनिर लेखेको छ है त। यसरी हामीले जस्ट एफएसएम कसरी बनाउने भनेर एक्जाम्पलमा दिएको छौँ है त। अब एफएसएम बनाइसकेपछि न्युमेरिकल सल्भ गर्दा है सुरुमा एफएसएम बनाइन्छ। अब एफएसएम बनाइसकेपछि सेकेन्ड स्टेपमा हामीले के बनाउनु पर्छ त भन्दाखेरि ट्रान्जिसन म्याट्रिक्स अघि हामीले जुन माथि पढ्यौँ ट्रान्जिसन म्याट्रिक्स त्यो बनाउनु पर्छ। अब ट्रान्जिसन म्याट्रिक्स बनाउनको लागि यहाँ हेरौँ है त ट्रान्जिसन म्याट्रिक्स यहाँ बनाएको छ है। ट्रान्जिसन म्याट्रिक्समा हेर एउटा 0.4 0.6 0.2 र 0.8 लेखेको छ नि त। यो भनेको अब कसरी लेख्यो त भनेर हेर्नु पर्यो। त्यसको लागि हामी फेरि एफएसएममै जानुपर्छ क्या। एफएसएम बनाइहाल्ने। एफएसएम भनेको हाम्रो के छ त भन्दाखेरि त्यो म बनाइदिइहाल्छु है त। यहाँ हाम्रो रेन छ अर्को भनेको नो रेन थियो हो नो रेन। रेनमा हाम्रो कति पर्सेन्टेज घुमिरहेको थियो यहाँ लेखेको छ रेन टुडे भोलि पनि रेन पर्ने कति थियो 0.4 थियो होइन। भोलि नो रेन कति थियो हाम्रो 0.6 थियो। त्यसपछि नो रेन आज पानी परिरहेको छैन भोलि पानी पर्ने कति पर्सेन्टेज थियो हाम्रो 0.2 थियो र पानी नपर्ने कति थियो हाम्रो 0.8 थियो है। अब यति भइसकेपछि अब यसलाई प्रोबेबिलिटीमा कसरी निकाल्ने त भन्दाखेरि म्याट्रिक्समा कसरी लेख्ने त भन्दाखेरि यसरी म्याट्रिक्स बनाउने। म्याट्रिक्स बनाउँदाखेरि यसरी लेख्ने एउटा रेन जुन स्टेट लेख्ने भयो एउटा रेन अर्को भनेको नो रेन है। यता रेन अर्को भनेको नो रेन हामीसँग भएको दुईटा स्टेट यति नै हो है। अब त्यसपछि यसलाई म्याच गर्दै जाने। यसलाई तिमीले करेन्ट स्टेट मानेर यो कोलमलाई तिमीले नेक्स्ट स्टेट मान्ने हो भने करेन्ट स्टेट भनेको रेन र नेक्स्ट स्टेट भनेको रेन कतिखेर हुन्छ रेनबाट नेक्स्ट स्टेट पनि रेन भनेको प्रोबेबिलिटी कति हो अहिले रेन भइरहेछ नेक्स्ट स्टेट पनि रेन हुनु भनेको त सेल्फ लुप हुनु भनेको कति भयो 0.4 भनेर यहाँनिर लेख्न सक्यो है। अब करेन्ट स्टेट फेरि के हेर रेन हेर नेक्स्ट स्टेट कति छ नो रेन। रेनबाट नो रेनमा जानु पर्यो। रेनबाट नो रेनमा कति गएको छ 0.6 गएको छ 0.6 गएको छ। त्यसै गरी हेर है फेरि करेन्ट स्टेट नो रेन छ नेक्स्ट स्टेट रेन हुनु पर्यो। करेन्ट स्टेट भनेको यो नो रेन छ नेक्स्ट स्टेट भनेको रेन हुनु पर्यो भनेको कति छ 0.2 छ भनेपछि यहाँ कति हुनु भयो 0.2 हुने भयो है। फेरि हेर करेन्ट स्टेट नो रेन छ नेक्स्ट स्टेट के हुने भयो नो रेनै हुनु भनेको के हुनु सेल्फ लुप हुनु भनेको होइन। नो रेनबाट नो रेनमै गएको कति छ 0.8 छ। यसरी हामीले के बनायौँ ट्रान्जिसन म्याट्रिक्स बनायौँ। अब ट्रान्जिसन म्याट्रिक्स हो कि होइन प्रपर्टीलाई चेक गर्ने। प्रपर्टी के हो रोको सम 1 छ कि छैन छ 0.6 प्लस 0.4 कति आयो 1 आयो 0.8 प्लस 0.2 कति आयो हाम्रो 1 नै आयो भनेपछि हाम्रो ट्रान्जिसन म्याट्रिक्स पनि सेटिस्फाई छ ट्रान्जिसनको प्रपर्टी। अब एउटा एक्जाम्पल गरौँ है त। अब न्युमेरिकलै हो यति थ्योरी पढिसकेपछि त हामीले गर्नुपर्ने है त। इफ इट रेन्स टुडे देयर इज अ 40% प्रोबेबिलिटी द्याट इट विल रेन टुमरो भनेछ। यहाँनिर हेर्नु पर्यो ठ्याक्कै रेन्स टुडे भनेपछि एउटा पानी पर्ने एउटा स्टेट रहेछ विल रेन टुमरो भनेपछि भोलि पनि के पर्ने रहेछ पानी पर्ने अर्को स्टेट रहेछ भनेपछि भोलि पनि पानी पर्न सक्ने एउटा स्टेट भयो। 60% नट रेनिङ टुमरो नट रेन र रेन भइसकेपछि यति भन्ने बित्तिकै तिमीले दुईटा स्टेट पत्ता लगाइहाल्नु पर्यो। सुरुमा स्टेप 1 भनेको हामीले के बनाउनु पर्यो स्टेप 1 भनेको एफएसएम बनाउनु पर्यो है। एफएसएम भनेको त्यही अहिले के बनाएको फाइनाइट स्टेट भनेपछि एउटा सुरुमा हामीले के बनाउनु पर्यो एउटा भनेको रेन बनाउनु पर्यो अर्को भनेको नट रेन भनेर बनाउनु पर्यो। यो हाम्रो के भयो त भन्दाखेरि दुईटा स्टेट भयो है त। इफ इट रेन्स टुडे भनेपछि हामीले केबाट हेर्नु पर्यो योबाट हेर्नु पर्यो है त। आज पानी परिरहेछ देयर इज 40% प्रोबेबिलिटी कति मतलब 0.4% 0.4 प्रोबेबिलिटी द्याट इट विल रेन टुमरो आज
पानी परिरहेछ, द्याट इट विल रेन टुमरो, भोलि पनि के पर्ने रहेछ, पानी नै पर्ने रहेछ भनेपछि यो कति के हुने भयो, सेल्फ लुप हुने भयो 0.4 भनेपछि आज पानी पर्यो घुमेर फेरि भोलि पनि पानी पर्यो भनेको छ। एन्ड 60% प्रोबेबिलिटी अफ नट रेनिङ टुमरो, भोलि आज पानी परिरहेछ भोलि पानी पर्दैन भनेपछि हामी के गर्नु पर्यो, अर्को स्टेटमा जानु पर्यो। कति पर्सेन्ट प्रोबेबिलिटी, 60% प्रोबेबिलिटी लिएर है त, यहाँसम्म ठिक छ। ठिक छ, अब फेरि के गर्ने रहेछ, इफ इट डजन्ट रेन टुडे भनेपछि कुन स्टेट हेर्नु पर्यो, यो स्टेटलाई हेर्नु पर्यो, डजन्ट रेनलाई होइन। देयर इज 20% प्रोबेबिलिटी द्याट इट विल रेन टुमरो, आज पानी परेको छैन भने भोलि 20% चाहिँ के हुने रहेछ, पानी पर्ने रहेछ भनेपछि हामी कता जानु पर्यो, पानी पर्नेतिर जानु पर्यो। पानी पर्नेतिर कतिले जानु पर्यो, हामी 0.20 ले है। एन्ड एन 80% प्रोबेबिलिटी अफ नट रेनिङ टुमरो, आज पनि पानी परेर छैन भोलि पनि 80% पानी पर्दैन भने के हुने भयो, फेरि पानी नपर्नेमै सेल्फ लुप भएर जाने भयो। त्यसो गर्दाखेरि हाम्रो के भयो त भन्दाखेरि एफएसएम बनाउने काम सक्यो है त, यहीँबाट हेर्न सक्यो। अब सेकेन्ड स्टेप भनेको हामीले के बनाउनु पर्यो त भन्दाखेरि ट्रान्जिसन म्याट्रिक्स बनाउनु पर्यो। ट्रान्जिसन म्याट्रिक्स बनाउन अघि मैले सिकाइसकेँ, सुरुमा पी भनेर लेख्ने, त्यसपछि करेन्ट स्टेट लेख्ने। एउटा भनेको रेन लेख्न सक्यो, अर्को भनेको नो रेन। नो रेन, यता पनि के गर्नु पर्यो, रेन लेख्यो, अर्को भनेको नो रेन, नो रेन। अब यसलाई म्याट्रिक्समा राख्दाखेरि कस्तो हुन्छ, म्याट्रिक्समा राख्दाखेरि यो भनेको करेन्ट स्टेट भयो, यो भनेको नेक्स्ट स्टेट मान। रेनदेखि रेनमा कति गएको छ, 0.4। रेनदेखि नो रेनमा कति गएको छ, 0.6। रेन नट नो रेनदेखि रेनमा कति गएको छ, नो रेनदेखि रेनमा कति गएको छ, 0.20। र नो रेनदेखि नो रेनमा कति गएको छ, 0.80। त्यसो गर्दाखेरि के भयो, सम गर्दाखेरि 1 आएको छ कि छैन, छ। 6 र 4 1 भयो, यता पनि 1 भयो भनेपछि हाम्रो ट्रान्जिसन म्याट्रिक्समा मिलेको छ है त। अब त्यसपछि यहाँनिर क्वेसनमा जाउँ, क्याल्कुलेटमा है। भर्खर त क्वेसन हेरेर मात्रै हामीले यति कुरा बनाउन सक्यौँ। वाट विल बी द प्रोबेबिलिटी इफ टुडे इज नट रेनिङ, आज पानी परे होइन, देन नट रेन द डे आफ्टर टुमरो। डे आफ्टर टुमरो भनेको के हो, टुमरो भनेको एक दिन पछाडि, डे आफ्टर टुमरो भनेको 2 दिन पछाडि भनेपछि कति स्टेप जानु पर्यो, 2 स्टेप जानु पर्यो। वाट इज द प्रोबेबिलिटी इफ टुडे इज नट रेनिङ देन द रेन द डे आफ्टर टुमरो, यहाँ पनि कति स्टेपै जानु पर्यो, फेरि 2 स्टेपै जानु पर्यो। वाट विल बी द प्रोबेबिलिटी इफ टुडे इज नट रेनिङ देन दि रेन आफ्टर 3 डेज। 3 डेज भन्यो भने यहाँ कति स्टेप जानु पर्यो, 3 स्टेप जानु पर्यो। अघि स्टेप भनेको हामीले के बनाएको थियौँ, त्यही प्रोबेबिलिटीको के बनाएको थियौँ, पावरलाई भनेको थियौँ भनेपछि यसको लागि हामीले के गर्छौँ, सुरुमा पी स्क्वायर निकाल्छौँ, यसको लागि पनि सेम माथिकै पी स्क्वायरले भइहाल्यो, यसको लागि चाहिँ हामीले के निकाल्छौँ, पी क्युब भनेर निकाल्छौँ। अहिले सुरुमा यति मात्रै, यहाँ भित्र के लेखा छ त्यो कुरो थाहा पाउनु परेन है। अहिलेको लागि सुरुमा जस्ट के निकाल, पी स्क्वायर निकाल र पी क्युब निकाल है त। त्यो निकाल्दाखेरि कति आउँछ त भन्दाखेरि यही लेखा छ है त, यही हो। अब सुरुमा हामीले के बनायौँ, एफएसएम बनायौँ, त्यसपछि के बनायौँ, ट्रान्जिसन म्याट्रिक्स बनायौँ, त्यसपछि कुन कुराले के बुझाइरहेछ यहाँनिर लेखा छ, यो कुरो तिमीले मजाले पढ्न सकिहाल्छौ है। अब सुरुमा हामीले पी स्क्वायर निकाल्नको लागि के गर्यौँ त भन्दाखेरि पी भन्ने भ्यालु त हामीले निकाल्यौँ। अब पी स्क्वायर निकाल्नको लागि के गर्न सक्यो, पी लाई हामीले 2 चोटि मल्टिप्लाई क्याल्कुलेटरमा राखेर मजाले गर्न मिल्छ है। क्याल्कुलेसनमा म्याट्रिक्स भन्ने अप्सनलाई सेलेक्ट गरेर यो दुईटालाई मल्टिप्लाई गरेर हामीले निकाल्यौँ। पी स्क्वायर कति निकाल्यौँ, 0.28, 0.72, 0.24 र 0.76 आयो। त्यसै गरी पी क्युब निकाल्दा कति आयो त हाम्रो, पी क्युब निकाल्दा यो कुरो आयो है त। अब यति निकालिसकेपछि अब चाहिँ हामीले मजाले पढ्नु पर्यो त्यो कुरालाई है त। मजाले पढ्दाखेरि हेर है त, के भनेको छ, वाट विल बी द प्रोबेबिलिटी इफ टुडे इज नट रेनिङ, आज पानी परेको छैन, देन नट रेन द डे आफ्टर टुमरो भनेपछि डे आफ्टर टुमरो भनेपछि 2 दिन पछाडि पनि के नै भएन, पानी नपर्ने भयो भनेपछि अब यो कुरो चाहिँ हामी ठ्याक्कै के हेर्ने त भन्दाखेरि ट्रान्जिसन प्रोबेबिलिटीमा हेर्ने। टुडे इज नट रेनिङ भनेपछि कुन स्टेपलाई हेर्नु पर्यो, यसलाई कि यसलाई, करेन्ट स्टेट भनेको त के रहेछ, पानी नपर्ने रहेछ भनेपछि हामीले सुरुमा यसलाई हेर्नु पर्यो। इफ टुडे इज नट रेनिङ देन नट रेन द डे आफ्टर टुमरो भनेपछि डे आफ्टर टुमरो पनि नट रेन भनेको कुनलाई हेर्नु पर्यो त, प्रोबेबिलिटी, यो प्रोबेबिलिटी हेर्नु पर्यो कि परेन, यहाँ है। टुडे इज नट रेनिङ, टुडे इज नट रेनिङ भनेको यही भयो। 2 दिन पछाडि पनि के पर्ने भयो, पानी नपर्ने भयो भनेपछि यो भ्यालु
पी स्क्वायर गर्दा यो भ्यालु जानेरी छ। पी स्क्वायरमा पीमा जुन स्टेपमा थियो, मतलब जुन रो अथवा कोलममा थियो, पी स्क्वायर गर्दाखेरि त्यो भ्यालु जहाँ छ त्यही नै हाम्रो के भयो त एन्सर भयो है त। अब यहाँ हेरौँ है त, हामीले बनाएको म्याट्रिक्समा 0.80 कहाँनिर छ, यहाँनिर छ। यो भनेको 1 2 1 2 भनेपछि यहाँनिर हामी कतिमा गयौँ 2 2 मा चाहिँ यो के रहेछ त हाम्रो 0.80 छ भनेपछि हामीले निकालेको पी स्क्वायरमा जहाँनिर 2,2 छ त्यहीँनिर चाहिँ हाम्रो के छ एन्सर छ भनेर बुझ्न सक्यो। अब हेरौँ है त हामीले निकालेको एन्सर। हामीले निकालेको एन्सरमा कहाँनिर छ त भन्दाखेरि पी स्क्वायर 0.8 यहीँनिर थियो कि थिएन, ट्रान्सफर प्रोबेबिलिटी यहीँनिर छ हेर है, 0.84 0.6 0.2 र 0.8। अब ठ्याक्कै एन्सरमा पनि यही पोजिसनमा हेऱ्यो भने ठ्याक्कै एन्सर भेट्छ। कति छ हाम्रो 0.76 भनेपछि हामीले खोजेको एन्सर पनि कति नै हो 0.76 नै हो है त। अब त्यसै गरी यो पहिलो क्वेसन बुझ्यो होला है। अब सेकेन्ड क्वेसन हेर है त, वाट इज द प्रोबेबिलिटी इफ टुडे इज नट रेनिङ भनेपछि हामीले कुन स्टेटलाई हेर्नु पर्यो, नट रेन भन्ने स्टेटलाई। देन रेन द डे आफ्टर टुमरो भनेपछि त्यसपछि के पर्ने रहेछ, 2 दिनपछि पानी पर्ने रहेछ भनेपछि फेरि हामी केमा जानु पर्यो, एफएसएममा जानु पर्यो। अब एफएसएममा हेरौँ है त, नो रेन अहिले पानी परिरहेको छैन, 2 दिनपछि के पर्ने रहेछ, पानी पर्ने रहेछ भनेपछि नो रेनदेखि कहाँमा जानु पर्यो, रेनमा जानु पर्यो। रेनमा जाँदा भ्यालु कति छ हाम्रो 0.2, 0.2 हाम्रो इनिसियल म्याट्रिक्समा कहाँ छ, यहाँनिर छ। अब यसलाई पी स्क्वायर गर्दाखेरि यो 0.2 को पोजिसनमा जुन स्क्वायर भएर आएको भ्यालु छ त्यही भ्यालु चाहिँ हाम्रो के हुन्छ एन्सर हुन्छ है त। अब यहाँ हेर है त, जस्तै हाम्रो कहाँनिर छ भन्दाखेरि पी स्क्वायरको भ्यालु कहाँनिर हुने भयो 0.2 यहाँनिर छ भनेपछि हाम्रो एन्सर पनि यो ठ्याक्कै त्यही पोजिसनकै भ्यालु हुने भएपछि हाम्रो एन्सर कति हुने रहेछ 0.24 हुने रहेछ। त्यही कुरो नै यहाँ के रहेछ 0.24 भनेर लेखिन्छ है त। अब त्यसै गरी अर्को क्वेसन हेर, वाट विल बी द प्रोबेबिलिटी इफ टुडे इज नट रेनिङ भनेपछि हामीले कुन स्टेटलाई हेर्नु पर्यो, नट रेनिङ भन्ने स्टेटलाई। देन रेन आफ्टर 3 डेज पानी नपर्ने र 3 दिनपछि पानी पर्ने, यही माथिको जस्तै हो तर यो चाहिँ के हो त 3 दिनपछि भनेपछि हामीले फेरि के हेर्नु पर्यो, नो रेन र 3 दिनपछि पानी पर्नु भनेको चाहिँ के हुनु हो, यही 0.2 नै 3 चोटि क्युब बढाउनु हो। अघि नै पावरलाई हेर्छौँ भनेको थियौँ हामीले होइन, पावरले स्टेट डिटरमाइन गर्छ भनिसकेपछि अब 0.2 कहाँ छ हाम्रो, फेरि यहीँनिर छ, कतिमा कुन पोजिसनमा छ 2,1 पोजिसनमा छ। अब हामीले पी क्युबमा त्यही पोजिसन हेर्नु पर्यो, पी क्युबमा जाउँ, पी क्युबमा हाम्रो त्यो पोजिसनमा के छ 0.248 छ भनेपछि हाम्रो एन्सर के हुने भयो 0.248 हुने भयो है त। एन्सर भनेको यसरी निकाल्न सक्यो। यो चाहिँ लास्टै फेमस क्वेसन है, एक्जाममा सोधिरहेको क्वेसन है त। आई थिङ्क यो क्लियर छ तिमीहरूलाई। अब नेक्स्ट एउटा क्वेसन गरौँ है त। सपोज यो एउटा क्वेसन गरौँ है त, क्वेसन नम्बर 2, चान्स अफ फर्ड युजर टु बाई अ फर्ड इन देयर नेक्स्ट पर्चेज इज 70% भनेपछि फर्ड कार भन्ने एउटा स्टेट रहेछ, एन्ड नेक्स्ट पर्चेज विल बी स्कर्पियो कार भनेर चाहिँ स्कर्पियो कार भनेको अर्को स्टेट रहेछ। अरू कुनै स्टेट छ त छैन भने चाहिँ हामीले सुरुमा एफएसएम बनाउँदा के बनाउनु पर्यो, एउटा भनेको फर्ड बनाउनु पर्यो, अर्को भने के बनाउनु पर्यो स्कर्पियो भनेर बनाउनु पर्यो, स्कर्पियो भनेर बनाउनु पर्यो है त। अब फर्ड कार किन्ने मान्छेले अर्को पर्चेजमा पनि के किन्छ अरे, इन देयर नेक्स्ट पर्चेज पनि फर्ड कारै किन्छ भने त्यसको लागि प्रोबेबिलिटी कति दिएको छ 70%। फर्डले फर्डै किन्नु भनेको सेल्फ प्रुफ हुनु हो कि होइन, हो नि त, भनेपछि 0.70 भयो होइन। स्कर्पियो कार किन्ने नेक्स्ट पर्चेजमा प्रोबेबिलिटी कति छ 0.30 भनेपछि यो कता कता गयो, यतानिर गयो, कति हुने रहेछ 0.30 हुने रहेछ है त। अब त्यसपछि द चान्स अफ स्कर्पियो, अब फर्डलाई हेरिसक्यौँ हामीले, फर्डको काम सक्यो। अब स्कर्पियोलाई हेर, प्रेजेन्ट स्टेटलाई के मान स्कर्पियो मान है त। चान्स अफ स्कर्पियो कार युजर बाइङ अ स्कर्पियो कार इन द नेक्स्ट पर्चेज भनेपछि स्कर्पियोले फेरि के नै किन्ने भयो, स्कर्पियो नै किन्ने भनेको 0.80, एन्ड चान्स द्याट हिज नेक्स्ट पर्चेज विल बी अ फर्ड कार भनेको स्कर्पियोबाट अब केमा जाने रहेछ, यो फर्ड कारमा जाने चाहिँ कति हुने रहेछ 0.20। हाम्रो पहिलो काम सकिहाल्यो एफएसएम बनाउने। अब एफएसएम बनाइसकेपछि ट्रान्जिसन म्याट्रिक्समा देखाउनु त सजिलो छँदैछ है। ट्रान्जिसन म्याट्रिक्समा यहाँनिर फर्ड राख, यहाँनिर के राख स्कर्पियो राख, यता फर्ड राख, यता स्कर्पियो राख, यसलाई म्याट्रिक्स बनाइदियो। यसलाई के मान करेन्ट स्टेट मान, यसलाई भनेको नेक्स्ट स्टेट मान। फोर्डदेखि फर्डमा कति गएको छ 0.70, फर्डदेखि स्कर्पियो कति गएको छ, फर्डदेखि स्कर्पियो 0.30, 0.30
है। त्यसै गरी स्कर्पियोबाट फर्ड कति गएको छ, स्कर्पियोबाट फर्ड 0.2 0.2। त्यसै गरी स्कर्पियोबाट स्कर्पियो नै कति गएको छ 0.8। है ट्रान्सफर म्याट्रिक्स ठिक छ कि छैन आफै चेक गर्न मिलाएर 7 र 3 ले 1 भइरहेछ, 8 र 2 ले पनि 1 भइरहेछ। यो हाम्रो के भयो, प्रोबेबिलिटी म्याट्रिक्स भयो। है यति भइसकेपछि हाम्रो क्वेसन पढ्ने काम पनि सक्यो, एफएसएम र ट्रान्सफर प्रोबेबिलिटी पनि बनायो। त्यसपछि केमा जानु पर्छ, व्हाट इज द प्रोबेबिलिटी टु बाई ए स्कर्पियो कार, व्हाट इज द प्रोबेबिलिटी स्कर्पियो कार आफ्टर दि 3 पर्चेज अफ द करेन्ट फोर्ड कार युजर। करेन्ट चाहिँ के छ, फोर्ड कार युजर छ भने चाहिँ हामीले केलाई हेर्नु पर्यो, फोर्ड कार्डलाई हेर्नु पर्यो। टु बाई अ स्कर्पियो कार आफ्टर 3 पर्चेज, 3 भन्ने बित्तिकै पिक्युब गर्ने रहेछ भन्ने बुझ्नु पर्यो। स्कर्पियो कार 3 पर्चेज पछि स्कर्पियो कार किन्ने भएछ, 3 पर्चेज पछि भनेको कहाँ जानु पर्यो हामी, फोर्डबाट स्कर्पियोमा जाने कति छ प्रोबेबिलिटी 0.30। 0.30 यहाँनिर छ भने चाहिँ हामीले पिक्युब बनाएर सर्टेन भ्यालु आउँछ हो। यहाँनिर एउटा भ्यालु, यहाँनिर एउटा भ्यालु, यहाँनिर एउटा भ्यालु छ, तर हाम्रो एन्सर चाहिँ कहाँ हुने रहेछ, यहाँनिर हुने रहेछ भनेर यहाँबाट थाहा पाइहाल्यो है। यो कुरा हेरौँ है त तल स्कर्पियो यो जसरी बनायो नि हुन्छ है, जसरी यो म्याट्रिक्स ठ्याक्कै अब यहाँनिर चाहिँ के लियो त भन्दाखेरि यहाँनिर के लियो, स्कर्पियो लियो, यहाँनिर फर्ड लियो, यहाँनिर स्कर्पियो लियो, यहाँनिर फर्ड लियो, जसरी बनाउनु भयो फर्ड र स्कर्पियोले नै हुन्छ, स्कर्पियो र फर्डले नै हुन्छ। जस्ट 1 हुनु पर्यो, त्यति कुरा चाहिँ थाहा हुनु पर्यो र यो म्याट्रिक्सको ओरिएन्टेसन चाहिँ मिलेको हुनु पर्यो है त, करेन्ट स्टेट र नेक्स्ट स्टेट मिलेको हुनु पर्यो, जे गरे नि हुन्छ, कुरो एउटै हो है। अब हामीले के हेर्न आँटेको थियौँ त भन्दाखेरि एन्सर हेर्न आँटेको, सुरुमा के गर्यौँ, पिक्युब निकाल्यौँ हो। अब पिक्युब निकाल्दाखेरि अब यहाँनिर ठ्याक्कै चेन्ज हुन्छ है, फेरि अघिको माथि हामीले हेरेको वाला म्याट्रिक्स बाट गर्दाखेरि पनि भयो, योबाट गर्दा पनि भयो, कुरो एउटै नै हो है। अब यहाँनिर हेर्दाखेरि चाहिँ यो के भइरहेछ, यो स्कर्पियो यो फर्ड, यो स्कर्पियो यो फोर्ड है, यो स्कर्पियो यो फर्ड, यो स्कर्पियो यो फर्ड है। अब हामीले पहिलो क्वेसन के थियो हाम्रो, हेर त प्रोबेबिलिटी टु बाई अ स्कर्पियो कार भनेको छ भनेपछि हामीले केलाई हेर्नु पर्यो, यो स्कर्पियो कार किन्नेलाई हेर्नु पर्यो। करेन्ट स्टेट केही दिएको छ, करेन्ट स्टेट फर्ड कार युजर भनेको छ। हामीले करेन्ट स्टेट मेन कुरो चाहिँ कसलाई हेर्नुपर्ने रहेछ, यसलाई हेर्नुपर्ने रहेछ, फर्डबाट स्कर्पियो किन्ने भनेको प्रोबेबिलिटी कति छ 0.3 छ। फोर्डबाट के किन्ने स्कर्पियो भने चाहिँ हाम्रो 0.3 हाम्रो पी क्युबमा जाने रहेछ, त्यहाँनिर एन्सर छ भनेको होइन मैले। अब पी क्युबमा 0.3 हेरौँ है, पी क्युबमा 0.3 यहाँनिर छ, पीमा पी क्युबमा कहाँ छ, यहाँ छ भने चाहिँ हाम्रो एन्सर कति हुने भयो 0.525 अथवा 52.5% चाहिँ हाम्रो के भयो एन्सर भयो है त। अब अलिकति डिफ्रेन्ट भनेको चाहिँ यो सेकेन्ड क्वेसन छ है। सेकेन्ड क्वेसनमा के भनेको छ त भन्दाखेरि इफ 70% अफ द युजर युजेज अफ फर्ड कार्ड टुडे भनेपछि फर्ड कार्ड युज गर्ने कति छ 0.70% एन्ड विल द स्कर्पियो आफ्टर द पर्चेजेस। अब 70 दुईटा स्टेट छ, दुईटा स्टेटमा हाम्रो के भइरहेछ त भन्दाखेरि 70%ले फर्ड किनिरहेछ भने बाँकी 30%ले अभियसली के किन्छ स्कर्पियो, जसरी भयो नि 1 पुर्याउने हो क्या यसलाई है। यो कुरा थाहा हुनु पर्यो है तिमीलाई। वाट पर्सेन्टेज अफ युजर विल युज द स्कर्पियो आफ्टर 3 पर्चेजेस। यसमा हामीले एउटा पी क्युब त चाहियो है त। पी क्युबलाई हामीले के गर्छौँ त भन्दाखेरि यही फर्ड र स्कर्पियोको म्याट्रिक्सले मल्टिप्लाई गरेर जे एन्सर आउँछ त्यो चाहिँ हामीले के गर्छौँ त एन्सर भनेर लेख्छौँ है त। एक्जाम्पलको लागि यहाँ है त गरिसकेपछि बुझ्छौँ। सुरुमा के भनेको छ त भन्दाखेरि इफ 70% अफ द युजर युजेस दि फर्ड टुडे भनेपछि यो भनेको हाम्रो के भयो फर्ड युजर भयो, 0.7 भनेको यो भनेको के भयो स्कर्पियो भयो है त। इफ 70% युजेस द फर्ड टुडे देन टु क्यालकुलेट द पर्सेन्टेज अफ युजर आफ्टर 3 पर्चेज, 3 पर्चेज पछि गर्नको लागि हामीले के गर्छौँ त भन्दाखेरि सुरुमा यो क्यू नट भएर एउटा म्याट्रिक्स बनाउने। क्यू नट भन्ने म्याट्रिक्समा जसरी हामीले म्याट्रिक्स बनाइनु भयो जस्ट यो ओरिएन्टेसन चाहिँ तिमीलाई थाहा हुनु पर्यो है, स्कर्पियो र फर्ड। किनकि अघिदेखि हामीले के गरेका छौँ स्कर्पियो र फर्ड बनाएको छौँ। अब माथि जसरी तिमीले फर्ड र स्कर्पियो बनाएको छौ भने त्यसरी नै राख्नु पर्यो, यसलाई 0.7 लाई अगाडि राख्नु पर्यो, 0.3 लाई त्यसरी नै राख्नु पर्यो। यो जुन तिमीले पी भन्ने म्याट्रिक्स बनाउँछौ नि त्यही म्याट्रिक्सको अनुसार चाहिँ बनाउनु पर्यो है। अब फर्ड र स्कर्पियो भएको भए यसरी राखिन्थ्यो र तर हाम्रो म्याट्रिक्स फेरि फरक पर्थ्यो है, म्याट्रिक्स त्यही अनुसार चाहिँ बनाउनु पर्यो है त। जस्तै यो 0.3 र 0.7 छ भने चाहिँ हामीले के गर्नु पर्यो पी क्युबलाई मल्टिप्लाई गर्नु पर्यो। 0.3 भनेको हाम्रो के हो स्कर्पियो हो, 0.7 भनेको के हो फर्ड हो। अब यसलाई हामीले के गर्यौँ पी क्युब जुन भ्यालु आएको छ त्यसलाई मल्टिप्लाई गर्दाखेरि कति आयो हाम्रो 0.5625 आयो र 0.4375। त्यो आउँदाखेरि पनि यो के हो स्कर्पियो नै हो, यो के नै हो फर्डै हो। अब हामीलाई एन्सरमा के सोधेको छ विल युज
क्यालकुलेट द पर्सेन्टेज अफ द युजर द्याट विल युज स्कर्पियो आफ्टर कति पर्चेज भएछ 3 पर्चेज पछि स्कर्पियो युज गर्ने भएछ भनेपछि हाम्रो एन्सर स्कर्पियोको कहाँनिर छ यहाँनिर छ भनेपछि एन्सर हाम्रो कति हुने भयो 0.5625 भनेको 56.25% चाहिँ के हुने भयो हाम्रो एन्सर हुने भयो है त यसरी गर्न सकिन्छ ल अब एउटा लास्ट एउटा क्वेसन गरौँ है अरु क्वेसनहरु पनि यो पज गरेर हेर्दा भयो सबैको सोलुसन छ यहाँ है कोक पर्चेज युजर पज गरेर यसको सोलुसन हेर है त म्याट्रिक्स 0.525 वाला भयो यो कोक र पेप्सीको पनि सोधिरहेको हुन्छ एक्जाममा मोमो र बर्गरको बारेमा पनि सोधिरहेको हुन्छ सेम नै कुरो हो है यस्तो केसमा यहाँ हेर है 55% दिएको छ 55 भनेपछि 55% ले मोमो किन्छ भने बाँकी 100% पुग्नलाई कति बाँकी रह्यो 45% यो दिएन भने पनि आफै माग्दा भयो है तिमीले अब यसको लागि मोमो र बर्गर बनायो भने यता कति हुने भयो 0.55 हुने भयो यता गर्ने भयो 0.45 हुने भयो सिम्पल कुरो छ अर्को भने सोनी र स्यामसङको बारेमा पनि सोधिरहेको हुन्छ कहिलेकाहीँ सेम नै हो कुरो है गर्ने प्रोसेस एउटै नै हो त्यसपछि यहाँ अलिकति डिफ्रेन्ट देखाउन खोजेको थियो तर यो डिफ्रेन्ट केही पनि होइन है 5250 आउट अफ 10 भनेको 5250 डिभाइडेड बाई 10200 भनेको कति आउँछ अराउन्ड 52% आउँछ होला होइन 52 भनेपछि बाँकी कति हुने भयो 48% हुने भयो अब स्टडी अफ सफ्ट ड्रिङ्क युजर युजेस दि कोक नाउ भनेको यहाँनिर सफ्ट ड्रिङ्क र सफ्ट ड्रिङ्कमा के छ एउटा पेप्सी छ अर्को कोक छ त्यसैको लागि पेप्सी र कोक भनेको छ भने त्यही अनुसारको चाहिँ हामीले के गर्नु पर्यो इन द स्टडी अफ कुक युजेस नाउ भनेपछि यो सुरुको अगाडिको के रहेछ कुक रहेछ पछाडि के रहेछ पेप्सी रहेछ यसरी बुझ्न सक्यो यसमा पनि यसको पनि सोलुसन छ है यहीँनिर गरेको छ है 51.47 हुँदो रहेछ यो कुरो पनि हेर्न सक्यो त्यसै गरी हन्डा पर्चेज यमाहाको है त यो तीनटा स्टेटको लागि हेरौँ है त यो पनि एउटा इम्पोर्टेन्ट क्वेसन हो अब गिभन द्याट द चान्स अफ द हन्डा युजर एउटा स्टेट यो भयो हन्डा युजर नेक्स्ट पर्चेज यमाहा अर बजाज भनेको छ है यमाहा र बजाज भनेपछि हाम्रो टोटल कतिवटा स्टेट हुने भयो तीनटा स्टेट हुने भयो तीनटा स्टेटको लागि हामीले के बनाउँछौँ त एफएसएम बनाउँछौँ अब एफएसएम यहीँनिर छ यहीँबाट बुझौँ है त ल यहाँ हेर है त गिभन द्याट द चान्स अफ हन्डा युजर टु बाई अ हन्डा युजरले के नै किन्ने रहेछ हन्डा युजरले के किन्ने भनेको छ हन्डा नै किन्ने भनेको छ हन्डाले हन्डा इन द नेक्स्ट पर्चेज इज 60% हन्डाले हन्डा किन्ने कति छ 60% छ भनेर यहीँ लेखेको छ है एन्ड इज नेक्स्ट पर्चेज विल बी यमाहा अर बजाज रेस्पेक्टिभली यमाहा किन्ने हन्डाबाट यमाहा किन्ने हन्डाबाट यमाहा किन्ने कति पर्सेन्टेज भनेको छ 0.30 भनेपछि हन्डाबाट यमाहामा कति गयो 0.3 गयो एन्ड बजाज किन्ने कति छ हन्डाबाट बजाज किन्ने कति छ 10% छ हन्डाबाट बजाज किन्ने कति छ 10% छ होइन हामीले हन्डाको लागि काम सक्यौँ त्यसपछि अल्सो इफ द चान्स अफ द यमाहा युजर भनेपछि अब यमाहामा बसेर हेर्नु पर्यो यमाहा टु बाई यमाहाले यमाहा नै किन्ने कति छ 70% छ भनेपछि यहीँ सेल्फ प्रुफ भयो द्याट इज नेक्स्ट पर्चेज विल बी बजाज अर हन्डा यमाहाबाट के हेर्नु पर्यो बजाज यमाहाबाट बजाज कति रहेछ 10% यमाहाबाट बजाज कति छ 10% छ हो त्यसै गरी अर्को के छ यमाहाबाट यमाहाबाट के छ हन्डा कति छ 0.2 छ एन्ड द चान्स अफ बजाज युजर त्यो यमाहाको पनि सक्यो अब बजाज युजरको लागि हेर्नु बजाज टु बजाज इन द नेक्स्ट पर्चेज बजाजले बजाज किन्ने कति छ 0.65 एन्ड इन नेक्स्ट पर्चेज विल बी हन्डा अर यमाहा बजाजबाट हन्डा किन्ने 20% बजाजबाट हन्डा किन्ने 20% र बजाजबाट यमाहा किन्ने 15% बजाजबाट यमाहा किन्ने कति भयो 15% भयो यही कुरालाई इजिली हामीले के गर्यौँ मार्कअप मोडलमा देख्यौँ डिजाइन र मार्कअप मोडल भनेको यही भयो है वाट इज द प्रोबेबिलिटी टु बाई हन्डा आफ्टर टु पर्चेज भनेको छ टु पर्चेज भनेदेखि हामीले के गर्नु प्रोबेबिलिटी जुन बनाएको छ त्यसलाई स्क्वायर गर्नु पर्यो त्यसपछि करेन्ट यमाहा युजरले के किन्ने हेर्नु पर्यो हन्डा किन्ने हेर्नु पर्यो पहिले प्रोबेबिलिटी म्याट्रिक्स हेरौँ है त यसको लागि प्रोबेबिलिटी म्याट्रिक्स सेम त्यही नै गर्ने हो है यहाँनिर के लेखेको छ भन्दाखेरि तिम्रो 0.60 भनेको के को लागि हन्डादेखि रहेछ है यहाँनिर हेर है हन्डा ल यसलाई यहाँ हन्डा यमाहा र बजाज भनेर लेखा होला हन्डादेखि हन्डा कति छ 0.60 हन्डादेखि यमाहा कति छ हन्डादेखि यमाहा कति छ 0.30 हन्डादेखि बजाज कति छ हन्डादेखि बजाज कति छ भन्दाखेरि 0.1 छ 0.1 छ यसरी नै है सिम्पल तिमीले 2x2 म्याट्रिक्समा जसरी लेख्यो 3x3 म्याट्रिक्स भयो नि त्यही नै हुन्छ सम गर्दाखेरि कति आउनु पर्यो हाम्रो 1 भएर आउनु पर्यो है यो कुरो चाहिँ तिमीले थाहा हुनु पर्यो कति आउनु पर्यो
1 भनेर आउनु पर्यो है त। यो म्याट्रिक्स बनाउनु पर्यो। यो म्याट्रिक्स बनाइसकेपछि हामीले के गर्ने भएको थियो, पी स्क्वायर गर्ने भएको थियो। पी स्क्वायर गर्नको लागि जस्ट क्यालकुलेटरमा जाऊ, पी स्क्वायर गर, सकिहाल्यो है। अब यहाँनिर हेर है त, प्रोबेबिलिटी अफ दि करेन्ट यामाहा युजर, करेन्ट यामाहा युजर भनेको कति थियो यहाँनिर, यो यसमा हेर, करेन्ट यामाहा युजर भनेको कसलाई हेर्नु पर्यो, यसलाई हेर्नु पर्यो, करेन्ट यामाहा युजर टु बाई दि होन्डा। यमाहाले के किन्ने रहेछ, यमाहा चलाउनेले के किन्ने रहेछ, होन्डा। यमाहाबाट होन्डा गएको हेर्नु भनेको त्यो भनेको 0.20 को पोजिसनमा हाम्रो एन्सर छ भनेर बुझ्यो यहाँबाट। 0.20 हाम्रो म्याट्रिक्समा कहाँनिर छ, यहाँनिर छ पीमा हो भनेपछि हाम्रो एन्सरमा पनि कहाँ नै हुने भयो, 2,1 मा हाम्रो एन्सर छ भनेर बुझ्न सक्यो। हेर है त, 2,1 कहाँनिर छ हाम्रो, यहाँनिर छ हो भनेपछि हाम्रो एन्सर कति हुने भयो, 28% एन्सर हुने भयो। सिम्पल कुरो है, यति हो हामीले गर्न सक्ने भनेको। अरू पनि यहाँनिर छ, यो नम्बर 8, यो पनि तिमीले प्र्याक्टिस गर्न सकिहाल्छौ, सिम्पल कुरो छ है। अब एप्लिकेसन पनि सोधिरहेको हुन्छ कहिलेकाहीँ, फाइनेन्स एन्ड इकोनोमिक्सहरूमा युज हुन्छ, जहाँनिर प्रोबेबिलिटी छ, प्रेडिक्सन छ, त्यहाँ युज हुन्छ। नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा है, एनालाइसिसहरू गर्नको लागि युज हुनुभयो। त्यसै गरी बायोलोजी, जेनेटिक्स इन्जिनियरिङमा, क्युइङ थ्योरीहरूमा होइन, एआईहरूमा यसमा पनि युज हुन सक्छ भनेर है। अब कहिलेकाहीँ इन्टरनेट एप्लिकेसन सोधिहाल्यो भने पेज ऱ्याङ्कको बारेमा भन्न सक्यो। पेज ऱ्याङ्क भनेको जस्ट तिम्रो ऱ्याङ्किङ अफ द पेज, गुगलमा जाँदाखेरि कुन तिम्रो पेज चाहिँ टपमा आउँछ भनेर त्यो कुरो बुझाउनको लागि चाहिँ हामीले पेज ऱ्याङ्क भनेर इन्टरनेट एप्लिकेसनमा त्यो लेख्न सक्यो होइन। ठ्याक्कै तोकेरै भन्यो भने चाहिँ यो इन्टरनेट एप्लिकेसनको बारेमा लेख्नु पर्यो है। यहाँनिर लेखेको छ, इमेजिन द पर्सन इज ब्राउजिङ अन द इन्टरनेट, दे स्टार्ट अन द वान पेज, एउटा वेब पेजबाट उसले के गर्ने भयो, स्टार्ट गर्ने भयो। दे क्लिक अन दि लिङ्क्स अन द्याट पेज, त्यही पेजमा भएको अर्को लिङ्कलाई उसले क्लिक गर्ने भयो। फेरि अर्को लिङ्क हुँदा हुँदै के हुन्छ त, एउटा स्टेटबाट अर्को स्टेट, अर्को स्टेटबाट अर्को स्टेट, अर्को स्टेटबाट अर्को स्टेटमा हुँदै गएन। यही स्टेट भनेकै त हामीले अघि के पढाएको थियौँ त, मार्कअप चेन भनेर पढाएको थियौँ। यसले नै के हुने भयो त, हाम्रो पेज ऱ्याङ्किङलाई पनि के भइरहेछ, बुझाइरहेको छ भनेपछि कुनै पनि एउटा लिङ्क छ हो, त्यो लिङ्कमा के भइरहेछ त भन्दाखेरि मल्टिपल युजरले आएर क्लिक गरिरहेछ हो। अब सपोज ए भन्ने एउटा लिङ्क छ, बी भन्ने एउटा लिङ्क छ, सी भन्ने एउटा लिङ्क छ। अब यो तीनटा लिङ्कमा है, तीनटा लिङ्कमा जुन धेरै लिङ्कमा चाहिँ जस्तै ए पछि म्याक्सिममले बी क्लिक गर्यो रादर देन सी भने पेज ऱ्याङ्किङमा कुन माथि आउने भयो त, बी माथि आउने भयो रादर देन सी। क्या जुन धेरै क्लिक भयो त्यही माथि त आउने भयो नि त होइन। भनेपछि ए पछि केमा जान्छ भन्ने उनीहरूले थाहा भयो, बीमा जान्छ भन्ने थाहा भयो। त्यही कुरो नै लेखेको छ है यहाँनिर। एक्जाम्पलको लागि पेज ए र बी सी छ भने बी र सीमा जाने प्रोबेबिलिटी त 1/2 छ, 1/2 छ हो। तर जुनमा धेरैचोटि क्लिक हुने भयो त्यसमा चाहिँ जाने प्रोबेबिलिटी अझ धेरै हुन्छ भनेर बुझाएको छ है। यो फर्मुला छ, यो फर्मुला कहिलेकाहीँ लेखे पनि हुन्छ, नलेखे पनि हुन्छ, त्यसको मिनिङ यही छ। त्यस्तो इम्पोर्टेन्ट भएन, इजी नै छ है। एउटा इक्जाम्पलको लागि यो कुरो देखाइदियो भने भइहाल्यो। यति हो है, यो हाम्रो मार्कअप चेन भन्ने लेसनमा यति कुरा पढ्यो भने बुझिहाल्यो।